साथी अर्कालाई काम साथी आफूलाई भन्दै आजको भ्लगमा स्वागत छ साथीहरू। आज चाहिँ मेरो डरममा पुरै 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 पानी यो बर्खाको सिजनमा हेर्नु होइन जति सफा गरे पनि 10 दिनमा आउँदैन डरम यस्तो भइहाल्छ। यो चाहिँ 1000 लिटरको डरम हो। अब यसलाई चाहिँ सफा गर्ने भनेर चाहिँ आज पुरै हाम्रो फ्यामिली पार्टी लागेको छ। हेर्नुहोस् है, दिदी बाबु म सबै फ्यामिली पार्टी पुरै। बाबु चाहिँ फोहोर छ भनेर भन्दैछ, हेर्दैछ। अनि त्यसपछि अब यो कसरी सफा गर्ने भन्दाखेरि अब चाहिँ पहिला चाहिँ जगले यसरी पानी सानी निकालेँ होइन। अनि आफै भित्र पसेको म त अब नपसेर पनि के गर्नु होइन। छोरी भन्दै थियो कि मम्मी तपाईँ यति मोटी कसरी भित्र पस्नुहुन्छ भनेर भन्दै थिएँ। पख न छोरी आइडिया हेर न आइडिया भनेर भने। अब पस्ने बेला त पसिहाल्यो साथै, निक्लिने बेला चाहिँ साह्रै गाह्रो भयो, टाउको तिरेर बस्ला भन्ने जस्तो भयो। त्यही पनि चाहिँ निस्केँ। अनि त्यसपछि मैले चाहिँ चट्टा लाएर सफा गरेँ, ब्रस स्रस लगाएँ। यसरी सफा गर्नुपर्छ साथीहरू, किनभने मच्छरले अन्डा सन्डा पारेको हुन्छ, फोहोर हुन्छ, राम्रो हुँदैन, सफा चाहिँ गर्नुपर्छ। अनि यता चाहिँ आमा चाहिँ धान कलाउँदै हुनुहुन्छ, छुट्टै त्यहाँ मकै चाहिँ ओसे खानुको लागि राखेको छ। अनि सफा पानीले पनि टक्क लाएर साबुन लाएर मैले चाहिँ यसरी मजाले सफा गरेँ। अनि ड्रम चाहिँ मैले त्यसको तलको फेद चाहिँ घोटिन्छ भनेर चाहिँ तल मजाले मैले चाहिँ कार्पेट ओछ्याएको थिएँ। हेर्नु है, अब कार्पेट बस्ने मान्छेले पाउँदैन। यो गौँडेउलाहरू हेर्नु न, यस्तो यो गौँडेउलाहरू पसिसकेपछि मलाई साह्रै घिन लाग्छ कि। आज चाहिँ पानी निकाल्दाखेरि गौँडेउला निस्क्यो। अनि त्यही भएर चाहिँ मैले चाहिँ यो सफा गरेको। अनि लगभग मैले चाहिँ अब आधा दिन लगाएर चाहिँ भ्याएँ। अब आफूभन्दा ठुलो डरम छ, त्यहीभित्र पसे पनि थाहा नहुने, तर भए पनि के गर्नु, सफा चाहिँ गर्नु पर्यो भनेर चाहिँ मैले सफा गरेँ। फाइनल्ली थकाइ पनि लाग्यो। फाइनली गाइस मैले चाहिँ आजको काम भ्याएँ। मेरो भिडियो हजुरलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला।